र यति बेला फेरि उनको रिलिजको तयारीमा रहेको चलचित्र आबाट आमाको 1 मिनेट 50 सेकेन्डको टिजरलाई हेर्ने हो भने जसको स्टोरी पनि एकदमै दमदार छ। यो कुरा 1 मिनेट 50 सेकेन्डको टिजरमा छर्लङ्ग देखिन्छ। हर कोही दर्शकहरूको दिल जित्न सक्छ अनि मन रुवाउन सक्छ। चलचित्र एउटा पारिवारिक र सामाजिक कथामा बनेको जस्तो देखिन्छ, जसमा आमा र छोरा बीचको दमदार कथालाई प्रस्तुत गर्न खोजेको जस्तो देखिन्छ। 1 मिनेट 50 सेकेन्डको टिजर हेर्दाखेरि नै एकदमै भावुक बनाउँछ। पुरा चलचित्र कस्तो होला त? यति बेलाको टिजरमा त्यति धेरै कुराहरू त देखाइएको छैन, मात्र 3 जना कलाकारहरूलाई प्रस्तुत गरिएको छ, जसमा विपना थापाको एक्टिङको झिल्कोलाई देखाइएको छ। विपना थापाले आमाको भूमिका निभाउनमा कुनै पनि कसुर बाँकी छोडेको जस्तो देखिँदैन। उनले आफ्नो तर्फबाट एक्टिङमा प्राण भरिदिने काम गरेको जस्तो देखिन्छ। यो कुरा अहिलेको टिजरमा नै छर्लङ्ग देखिन्छ। उनको साधारण फिल्म रिलिज हुँदा पनि करोडौँको व्यापार गर्न सक्छ, किनभने उनको हेटर्स नै कोही हुँदैन होला। जे होस्, यति बेला पहल शाहले एकदमै राम्रो चलचित्रहरू पनि सिलेक्ट गरिरहेका छन् अनि एकदमै राम्रो समाज सेवाको बाटो पनि रोजिरहेका छन्। चलचित्र यही आउँदो माघको 16 गतेबाट रिलिज हुँदैछ। चलचित्रलाई हाम्रो तर्फबाट भव्य शुभकामना।